नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने चम्किँदा मधेस सस्तैमा समेटिएको छ। आइतबार सुरु भएको खेलको पहिलो इनिङमा मध्य प्रदेश 102 रनमा अल आउट भएको हो। बाक्लो हुस्सु लागेको कारण करिब 2 घण्टा ढिला सुरु भएको खेलमा मधेस 35.3 ओभरमा नै अल आउट भएको हो। विशाल पटेल 16 रन, नीरज यादव 12 रन, अभिषेक तिवारी 11 रन तथा हिमांशु दत्त 10 रनमा आउट भए। बागमतीका लागि कप्तान सन्दीपले 14 ओभरमा 41 रन खर्चेर 5 विकेट लिए। जनकपुरमा जारी खेलमा मधेसले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। मधेसका लागि ओपनर मयन यादवले सर्वाधिक 21 रन जोडे। सूर्य तामाङले 3 तथा प्रतीश जीसी र नन्दन यादवले समान 1-1 विकेट लिए। आजै पहिलो इनिङको सुरुवात गरेको बागमतीले त्यति राम्रो सुरुवात गर्न सकेको छैन, मध्यम गतिको सुरुवात गरेको छ। पहिलो दिनको खेल सकिँदा बागमतीले 2 विकेट गुमाएर 34 रन मात्र जोडेको छ। बागमतीका लागि शुभ कंसाकार 22 रन र ईशान पाण्डे 9 रनमा नट आउट छन्। रित गौतम 3 रनमा आउट हुँदा आशुतोष गिरैयाले रनको खाता नै खोल्न सकेनन्। मधेसका लागि रूपेश सिंह र विशाल पटेलले समान 1-1 विकेट लिएका थिए। त्यसैगरी आज भएको दोस्रो खेलमा ललित नारायण राजवंशीले 7 विकेट लिएपछि आर्मी 121 रनमा अल आउट हुन पुग्यो। टस हारेर ब्याटिङ रोजेको आर्मी मध्यम योगखोलमा सीमित भएको छ। आर्मी 34.4 ओभरमा 121 रनमा समेटिएको हो। कुशल मल्लले सर्वाधिक 25 रन बनाए भने भीम सार्कीले 22 रन र कप्तान विनोद भण्डारीले 21 रन बनाए। पुलिसका लागि ललित एक्लैले 7 विकेट लिए। ललितले 17.4 ओभरमा 47 रन खर्चिएर 7 विकेट लिएका हुन्। ललितले सन्तोष कार्की, तीर्थराज दास, सोमपाल कामी, बसिर अहमद, विवेक यादव, साहब आलम र आकाश चन्दको विकेट लिएका हुन्। नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा आइतबारदेखि सुरु भएको जय ट्रफी मेन्स एलिट कप 2081 अन्तर्गत पर्साको वीरगञ्ज र धनुषाको जनकपुर धाममा खेल भइरहेका छन्। यस प्रतियोगितामा समूह चरणका खेलहरू 60-60 ओभरको खेलाइनेछ। पहिलो दिनको खेलमा स्पिनरहरूले घातक बलिङ गर्दा ब्याटरहरूले सङ्घर्ष गरिरहेको देख्न सकियो। मैदानमा यही समस्या राष्ट्रिय टिममा पनि दोहोरिरहेको देख्न पाइन्छ। सुरुको इनिङमा 34.4 ओभरमा 121 रनमा समेटिएको आर्मीको जवाफमा पुलिसले ब्याटिङ सुरु गरेको छ। जवाफमा पुलिसले पहिलो दिनको समाप्तिमा 24 ओभर खेलेर 7 विकेटको क्षतिमा 103 रन बनाएको छ। पुलिस अब अग्रताबाट 18 रन मात्रै पछाडि छ। पुलिसका लागि गुलसन झा 34 रनमा नट आउट छन्। आर्मीका साहब आलमले 5 विकेट लिँदा सोमपाल कामी र पवन कार्कीले समान 1-1 विकेट लिएका छन्। भोलि बिहान 9 बजेबाट पुनः खेल सुरु हुनेछ।